जय मसीह यहाँहरु सबैमा जय मसीह। आशा गर्छु यहाँहरु सन्चै हुनुहुन्छ र निरन्तर ख्रीष्टमा बढिराख्नु भएको छ। म मेरो प्रार्थनामा यहाँहरुलाई सम्झिदिराखेको हुन्छु र म विश्वास गर्दछु तपाईहरु कन्टिन्यू ख्रीष्टमा बढिराख्नु भएको छ। प्रभु कति अनुग्रही र कृपालु हुनुहुन्छ जसले तपाई अनि मलाई उहाँको महान महिमाको निम्ति र त्यो सत्यता जान्नलाई बोलाउनु भएको छ। आज तपाई र म जतिले प्रभुलाई ग्रहण गरेका छौं त्यो सत्यतालाई बुझेका छौं र बुझेका मात्रै होइन त्यो सत्यतालाई विश्वास गरेका छौं, मानिलिएका छौं। साथै हामी कति धन्यको पुरहरू। साथै तपाई र मैले पाएको सत्यता, तपाई र मैले पाएको प्रभु, तपाई र मैले ग्रहण गरेको परमेश्वर ख्रीष्ट येशू चाहिँ साथै सत्य हुनुहुन्छ। अनि त्यो सत्यता पाएका तपाई र म छोराछोरीहरू अरू मानिसहरूमा पनि ती कुराको गवाही बन्न बाइबलले हामीलाई आदेश दिँदछ। ख्रीष्ट येशू प्रभुले पनि दिनुभएको आदेश यही हो कि जाऊ र सबै मानिस कहाँ गएर, सबै जातिहरू कहाँ गएर सुसमाचार प्रचार गर। ती मानिसहरूलाई भन्नुपर्ने कुरा येशू प्रभुले भन्नुभयो, ती अरू मानिसहरूलाई सुनाउनु पर्ने कुरा ख्रीष्ट येशूले भन्नुभयो। साथै प्रभु तपाई र मैले, साथै प्रभुलाई तपाई र मैले ग्रहण गरिसकेपछि बसिराख्नु पर्ने होइन रहेछ कि चुप लाग्नु पर्ने कुरा होइन रहेछ, तर अझै धेरै मानिसले पनि त्यो सत्यता पाओस् भनेर तपाई र मैले सुनाउनु अति आवश्यकता छ। साथै प्रभु तपाई र हामीले जुन दिन ख्रीष्टलाई पायौं, जुन दिन उहाँलाई ग्रहण गर्यौं अनि जुन दिन त्यो सत्यतालाई जान्यौं अनि हामीले थाहा गर्यौं कि हामीले साँच्चै ख्रीष्टमा उद्धार पाएका छौं अनि त्यो उद्धार त सबै मानिसको निम्ति हो भनेर बाइबलले भन्दछ। येशू प्रभुले भन्नुभयो सबै मानिसको निम्ति ख्रीष्ट येशू आउनुभयो सारा जगतको लागि। परमेश्वरले आफ्नो एकमात्र पुत्र दिनुभयो अनि त्यो चाहिँ सबै जातिहरूको लागि, सबै मानिसको लागि। त्यहाँ कुनै भेदभाव छैन, त्यहाँ कुनै छुट र अछुत छैन, त्यहाँ सबैलाई बोलावट छ अनि सबैलाई नै परमप्रभुले निम्त्याउनु भएको छ। साथै प्रभु महान अनुग्रही र कृपालु हुनुहुन्छ जसले हामीलाई त्यो सत्यता जान्नलाई र सँगसँगै त्यो सत्यतालाई ग्रहण गर्नलाई बोलाउनु भएको छ। मैले त्यो सत्यतालाई पाएको छु, मैले ग्रहण गरेको छु, मैले विश्वास गरेको छु, मैले त्यसमाथि भरोसा गरेको छु। जुन सत्यताको बारेमा म प्रचार गर्दछु र म बोल्दछु किनकि म जान्दछु मैले पाएको सत्यता चाहिँ साँचो हो अनि सत्य हो। जुन सत्यताले मेरो जीवनलाई शान्ति दिएको छ, आनन्द दिएको छ, छुटकारा दिएको छ अनि त्यो सत्यताको घोषणा गर्न म सधैँ जाँदछु। अनि बाइबलले हामीलाई यो कुरा सिकाउँदछ कि हामीले अरू मानिसहरूलाई पनि यो कुरा बनाऊ। जुन सत्यता तपाई र मैले पाएका छौं त्यो सत्यता लुकाइराख्नलाई होइन, तर त्यो सत्यता सबै मानिसको निम्ति, त्यो उद्धार अनि मुक्ति चाहिँ सबैले पाउनु पर्दछ। अनि त्यो उद्धार र मुक्तिको लागि पहिलो कुरो चाहिँ सत्यतालाई जान्नु र ग्रहण गर्नु महत्त्वपूर्ण छ। भजन संग्रह अनि त्यसको 92 अनि त्यसको 2 पदमा यसरी लेखिएको छ, यसरी भन्दछ, बिहान तपाईको करुणाको प्रचार गर्न र हरेक रात तपाईको सत्यताको प्रचार गर्नु असल कुरा हो। अब भजन संग्रह 92 को 2 मा लेखिएको छ, बिहान तपाईको करुणाको प्रचार गर्नु असल कुरा हो र हरेक रात उहाँको सत्यताको प्रचार गर्नु असल कुरा हो। त्यो 1 रात होइन, 2 रात होइन, 1 महिना जति होइन, तर बाइबलले भन्दछ हरेक रात उहाँको सत्यताको प्रचार गर्नु अति असल कुरा हो। किन बाइबलले हामीलाई तपाई र मलाई सत्यताको प्रचार गर्न सिकाउँछ? किन बाइबलले हामीलाई उहाँको करुणाको प्रचार गर्न लाउँदछ? किनकि परमप्रभु चाहनुहुन्छ कोही पनि नाश नहोस् तर प्रत्येकले अनन्त जीवन पाओस्। परमेश्वरको योजना, परमेश्वरको इच्छा चाहिँ हरेकले जीवन पाओस्। परमेश्वरको इच्छा चाहिँ कोही पनि नाश नहोस्। यसै कारण परमेश्वर भन्नुहुन्छ जाऊ र सबै जातिका मानिसहरूलाई गएर सुसमाचार प्रचार गर। यसै कारण हामी पहिलो आज्ञालाई हेर्छौं, हामी मत्तीको सुसमाचार 28 मा हेर्छौं, उहाँले घोषणा गर्नुभयो जाऊ र सबै देशका गएर सुसमाचार
किन हामीले प्रचार गर्ने? किनकि परमप्रभु चाहनुहुन्छ प्रत्येक बाँचोस्, कोही पनि नाश नहोस्। अनि परमेश्वरको योजना चाहिँ हरेक जातिका मानिस, हरेक कुलका मानिस, हरेक भाषाका मानिस बाँच्नु पर्दछ। यसै कारण बाइबलले भन्दछ हरेक बिहान उहाँको करुणाको प्रचार गर्न र हरेक रात उहाँको सत्यताको प्रचार गर्न असल कुरा हो। तपाईँ र मैले हरेक बिहान र हरेक रात उहाँको सत्यताको कुरा मानिसहरूसँग हिँड्दै गर्दा, साथीभाइको सङ्गतमा साथीभाइहरूसँग बोल्दै गर्दा पनि त्यो सत्यताको कुरा गर्नु असल कुरा हो। तपाईँ मेरो साथीभाइहरूसँग हिँड्दै गर्दाखेरि, बोल्दै गर्दा, खाँदै गर्दा पनि त्यो सत्यताको चर्चा गर्नु चाहिँ बडो असल कुरा हो। अनि बाइबलले हामीलाई त्यो सिकाउँदछ। हामीलाई हाम्रो जीवनले, तपाईँ र मैले गरेका कार्यले, तपाईँ र मैले बोलिराखेको बोलीले, तपाईँ र मैले गर्ने सबै कुरा चाहिँ साँच्चै मानिसहरूले हेर्दा पनि अलग्गै भेटाओस्। तपाईँ र मैले गरिराखेका कामहरू पनि साँच्चै सुसमाचारको योग्य भेटाओस्, ताकि तिनीहरूले पनि जानोस् कि तपाईँ र म साँच्चै उद्धार पाएका जाति हौं। अनि उद्धार पाएका जातिको जीवन चाहिँ बदलिएको हुँदछ, छुटकारा पाएको जीवन हुँदछ, शान्तिको जीवन हुँदछ। साथै त्यो जीवनले पनि प्रचार गर्दछ। सँगसँगै हामी मुखले प्रचार गर्छौं, मानिसलाई भन्छौं, सत्यता बताउँछौं। अनि सँगसँगै तपाईँ र मेरो जीवनले पनि, तपाईँ र मेरो कामले पनि, तपाईँ र मेरो व्यवहारले, बोलीले पनि प्रचार गर्नु आवश्यक छ। जुन दिनदेखि तपाईँ सुरु गर्नुहुन्छ मानिसहरूको बीचमा असल बोल्न, जुन दिनदेखि तपाईँ मानिसहरूको बारेमा भलाइ सोच्न थाल्नुहुन्छ, तब मानिसले तपाईँको जीवनलाई साँच्चै अलग्गै भेटाउँदछ। अनि ती कुराद्वारा पनि तपाईँ र हामीले मानिसलाई सुसमाचार भन्न सक्छौं। अनि बाइबलले हामीलाई यो कुरा सिकाउँदछ, किनकि यो कुरा अति नै महत्त्वपूर्ण छ, ताकि सबै बाँचुन् अनि कोही पनि नाश नहुन्। बाइबल अर्को कुरा भन्दछ, भजन संग्रह 96 अनि त्यसको 2 पदमा त्यहाँ लेखेको छ, दिनु उहाँले दिनुभएको उद्धारको प्रचार गर। अनि यहाँ चाहिँ बताएको दिनु, अनि दिनु चाहिँ परमेश्वरले दिनुभएको उद्धारको प्रचार गर भनेर लेखिएको छ। कहिले कहिले तपाईँ र मैले प्रचार गर्ने के एक दिन गर्ने, एक हप्ता गर्ने, कतिजना जोसिलो भएर हामी एक हप्ता मात्रै गर्छौं, एक महिना गर्छौं, एक वर्ष गर्छौं, तर हामी कन्टिन्यू गर्न सक्दैनौं। अनि यो महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ र मैले कन्टिन्यू गरिराख्न, तपाईँ र मैले निरन्तर मानिसहरूलाई भनिराख्ने, सुनाइराख्नु पर्ने, यो कुरा चाहिँ महत्त्वपूर्ण छ। किनकि परमप्रभुको योजना चाहिँ सबै मानिसमा, सबै जातिमा, सबै कुलका मानिसहरूमा उहाँको वचन पुग्नुपर्छ। अनि त्यो सत्यता सबैले थाहा पाउनु पर्दछ। किनकि उद्धारको नाउँको निम्ति त्यहाँ अरू कुनै ईश्वर छैन। अनि बाइबलले भन्दछ त्यहाँ ख्रीष्ट येशू हुनुहुन्छ, जो बाटो अनि सत्य र जीवन हुनुहुन्छ, जसलाई मैले ग्रहण गरेँ, मैले विश्वास गरेको छु, मैले त्यो शान्तिलाई महसुस गर्न सकेको छु, मैले त्यो उद्धारलाई महसुस गर्न सकेको छु। मैले अहिले जिउँदै गर्दा पनि मैले दुःख पनि महसुस गरेको छु, पीडालाई पनि महसुस गरेको छु, कष्टलाई पनि महसुस गरेको छु। तर ती सबै कुराको बीचमा सबैभन्दा पहिलो कुरा चाहिँ मैले प्रभुको प्रेमलाई, उहाँको उद्धारलाई, उहाँको शान्तिलाई मैले महसुस गरेको छु। जुन शान्ति चाहिँ साँच्चै प्रियहरू, जुन उद्धारको शान्ति चाहिँ मेरो जीवनको कष्टहरू भन्दा महान छ। अनि म जान्दछु हाम्रो कष्ट चाहिँ केवल यो संसारसम्म मात्रै हो, तर त्यसपछिको जीवन, जुन जीवन तपाईँ र मलाई सृष्टि गर्नुहुने सृष्टिकर्ताले दिन चाहनुहुन्छ, अनि त्यो जीवन चाहिँ बडो उत्तम र बडो आनन्दको जीवन छ। अनि त्यो जीवनमा परमेश्वरले हरेक जातिलाई, हरेक मानिसलाई बोलाउनुहुन्छ। अनि त्यो बोलाउँदै गर्नुहुँदा परमप्रभुले तपाईँ र मेरो जीवनद्वारा, तपाईँ र मद्वारा मानिसलाई बोलाउन चाहनुहुन्छ। तपाईँ र मेरो जीवनद्वारा मानिसलाई परमप्रभुले उहाँको राज्यको निम्ति बोलाउन चाहनुहुन्छ। यसै कारण उहाँ भन्नुहुन्छ जाओ, यसै कारण भन्नुहुन्छ दाओ। यहाँ भजन संग्रह 96 त्यसको 2 मा पनि लेखेको छ, दिनु उहाँले दिनुभएको उद्धारको प्रचार गर। तपाईँ र मैले गर्ने प्रचार चाहिँ केवल एक हप्ताको निम्ति नहोस्, केवल एक महिनाको निम्ति अनि एक वर्षको निम्ति होइन, तर दिनु, तपाईँ र मैले दिनु, हिँड्दा, बोल्दा, सुत्दा, उठ्दा हरेक पल तपाईँ र मैले प्रभुको अनुग्रहको चर्चा गर्नु आवश्यक छ। यसै कारणले गर्दा तल भजन संग्रह 96 अनि त्यसको 3 मा अर्को कुरा लेखिएको छ,
त्यसरी भन्दछ, उहाँको महिमाको वर्णन अर्थात् प्रचार जाति जातिका बीचमा गर अनि सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर। अनि भजन संग्रह 96 अनि त्यसको 3 मा लेखिएको कुरा चाहिँ उहाँको महिमाको वर्णन गर्न, प्रचार गर्न सिकाउँदछ। यहाँ भनिराखेको छ उहाँको महिमाको वर्णन जाति जातिहरूका बीचमा गर, किनकि परमेश्वरले हरेक जातिलाई, हरेक कुलका मानिसलाई उहाँको महिमाको निम्ति बोलाउँदै हुनुहुन्छ। उहाँले सबै मानिस बाँचोस् भन्ने चाहनुहुन्छ। चाहे तपाईँ र म कति नै पापी नहो, चाहे तपाईँ र म पापी र अधर्मी नै नहो, परमप्रभुले तपाईँ र मलाई बचाउन चाहनुहुन्छ। हो, हामी सोचेर म धेरै पापी छु, परमेश्वरले हामी सबैलाई उद्धारको निम्ति बोलाउँदै हुनुहुन्छ। प्रियहरू, हामी सबै पापी छौँ। बाइबलले भन्दछ हामी सबै पापी छौँ, हामी धर्मी छैनौँ। तर परमेश्वरले तपाईँ र म पापी नै भए पनि जीवन दिन चाहनुहुन्छ। तपाईँ र मलाई परमेश्वरले जीवन दिन चाहनुहुन्छ। उहाँले पर्खिराख्नु भएको छ। प्रियहरू, हामी धेरैचोटि सोच्छौँ कि म किन बाँचिराखेको छु, म किन अझसम्म जीवित छु। यदि मैले जीवित परमेश्वरलाई नचिने पनि म जीवितै छु। हामीले प्रचारमा गएका थियौँ अनि एकजनाले भन्दै हुनुहुन्थ्यो, मैले जीवित परमेश्वरलाई नचिने पनि म जीवित नै छु। अनि हामीले भन्यौँ बाइबलले चाहिँ एउटा कुरा एन्सर दिँदछ। अनि त्यो कुरा एन्सर चाहिँ के हो भन्दाखेरि परमेश्वरले सधैँ तपाईँ र मलाई पर्खिराख्नु भएको छ। परमेश्वरले तपाईँ र मदेखि त्यो घाम लुकाउनुहुन्न। तपाईँ र मैले यदि प्रभुलाई ग्रहण गरेनौँ भने पनि परमेश्वरले तपाईँ र मदेखि त्यो वर्ष पानीलाई लुकाउनुहुन्न। तपाईँ र मलाई उन्नति हुनदेखि परमेश्वरले रोक्नुहुन्न। तर ती सबै कुरा त केही छिनको निम्ति मात्रै हो। बाइबलले भन्दछ त्यो कुरा केही छिनको निम्ति मात्रै हो। तपाईँ र मैले खाने, लाउने, पिउने असल असल सबै कुराहरू केही छिनको निम्ति मात्रै हो। तर तपाईँ र मैले त्यो केही छिन पाउँदा त्यहीँनिर आनन्द गर्छौँ। अनि हामी भन्छौँ अनि मैले त सबै कुरा पाएको छु, मसँग सबै कुरा छ, म आनन्दै छु। बाइबलले भन्छ होइन होइन, ती सबै कुरा केही छिनको निम्ति मात्रै हो। बाइबलले एउटा धनी मानिसको बारेमा बताएको छ। येशू प्रभुले भन्नुभयो मानिसहरूलाई, एकजना धेरै धनी मानिस थिए अनि जसको ठाउँमा चाहिँ, जसको जमिनमा चाहिँ प्रशस्त उब्जाउनी आयो। अनि त्यो उब्जाउनी प्रशस्त भएको कारण उसँग प्रशस्त धन भयो। अनि त्यो धन उसले कहाँ राखौ भनेर उसलाई चिन्ता भयो। त्यसपछि उसले धन राख्ने ठाउँहरू, ढुकुटीहरू भत्काएर अझै थपिदिए नि बढाए। अनि उनले सोचे म प्रशस्त धन थुपार्नेछु अनि प्रशस्त राख्नेछु अनि मेरो प्राणलाई भन्नेछु, मेरो प्राण खा र पी आनन्द गरेर सुध। उसले आफ्नो प्राणलाई केवल शरीरको निम्ति मात्र हेर्दछ। उसले आफ्नो प्राणलाई केवल शरीरको निम्ति मात्र वास्ता गर्दछ। उसले खाने, लाउने नि, पिउने नि, आराम गर्ने सोच्दछ। तर त्यो केवल शरीरको निम्ति मात्रै हो। परमप्रभु भन्नुहुन्छ, उहाँले ती मूर्ख मानिसलाई भन्नुभयो, ए मूर्ख, आजै राति तेरो प्राण तेरो शरीरबाट निस्कनेछ। अनि तँसँग भएको त्यो धन समृद्धि कसको हुने हो? येशू प्रभुले भन्नुभयो, संसारमा मात्रै धनी हुने मान्छे, संसारको लागि मात्रै थुपार्ने मान्छे चाहिँ यस्तै हुनेछ। तपाईँ हामी के गरिराखेका छौँ? कि हामी भन्छौँ मसँग प्रशस्त कुरा छ, मैले जीवित परमेश्वरलाई ग्रहण नगरे पनि, यदि ख्रीष्ट येशू नै सत्य हुनुहुन्छ र पनि मैले ग्रहण नगरे पनि म ठिकै छु। के तपाईँ आज भनिराख्नु भएको छ? बाइबलले भन्दछ हामी केही छिनको निम्ति छौँ, यो शरीर केही छिनको निम्ति मात्रै हो। परमेश्वरले त्यो घामलाई तपाईँ र मदेखि रोक्नुहुन्न। तर प्रिय, त्यो त केही छिनको निम्ति मात्रै हो। तपाईँ हामी बाँच्छौँ केवल 80-90 वर्ष, तर त्यहाँबाट उब्रन्छ तपाईँ र मेरो शरीर बाँच्ने छैन। तपाईँ र मसँग भएको प्रशस्त कुराहरू पनि तपाईँ र मैले लिएर जान सक्दैनौँ। यसै कारण बाइबलले भन्दछ त्यहाँबाट उब्रन्तको जीवन चाहिँ त्यही परमेश्वरको हातमा हुन्छ, जसले तपाईँ र मलाई सृष्टि गर्नुभयो, जसले तपाईँ र मलाई माटोबाट बनाउनु भयो र सास चाहिँ नाको पोलबाट फुकिदिनु भयो। अनि बाइबलले भन्दछ तपाईँ र मलाई सृष्टि गर्नुभएको चाहिँ उहाँको महिमाको निम्ति थियो, उहाँको प्रशंसाको निम्ति, उहाँको आराधनाको निम्ति थियो। साथै त्यो महिमाबाट हाम्रो पुर्खाहरू चुकेर त्यो महिमादेखि टाढा गए। अस्ति हामी प्रचार गरिराखेका थियौँ अनि एकजनाले भनिराख्नु भएको थियो, तपाईँ पुर्खालाई बिर्सिनु भयो भनेर।
अनि हामीले प्रश्न दिँदै उहाँलाई भन्यौ तपाई कसलाई पुर्खा मान्नुहुन्छ अनि बाइबलले एउटा कुरा स्पष्ट गरी बताउँदछ परमेश्वरले दुई व्यक्तिलाई उहाँले सृष्टि गर्नुभयो अनि पहिलो व्यक्ति चाहिँ आदम थिए अनि दोस्रो चाहिँ हव्वा थिए उहाँले पुरुष र स्त्रीलाई बनाउनु भयो अनि हामीले उहाँलाई भन्यौ ती पुरुष र व्यक्ति जसलाई उहाँले बनाउनु भयो तिनीहरूले हाम्रो जीवित परमेश्वरको आराधना गर्थे अनि जीवित परमेश्वरको प्रशंसा गर्थे अनि तपाई कसलाई पुर्खा भन्नुहुन्छ के आदम र हव्वा हाम्रो पुर्खा होइन र हाम्रो पुर्खा उनी हुन् जसले जीवित परमेश्वरको आराधना गर्थे हामीले पुर्खा बिर्सेका छैनौं प्रियहरू तर हामीले त पुर्खाले गरेका साथै जीवित परमेश्वरतिर हामीले मन फर्काएका छौं जो पुर्खा आदम र हव्वा जसले साँचो परमेश्वरको आराधना गर्थे तर उनीहरूको गल्तीको कारण उनीहरूको मिस्टेकको कारण उनीहरूको पापको कारण उनीहरू परमेश्वरको सम्बन्धदेखि टाढिए भनेर हाम्रो बाइबल स्पष्ट गरी भन्दछ प्रिय साथै तपाई र म फेरि फर्कनु पर्दछ हाम्रो पुर्खा अर्थात् आदम र हव्वाले मानेका जीवित परमेश्वर जसले तपाई र मेरो पुर्खालाई माटोबाट बनाउनु भयो हामी साँच्चै आज फेरि फर्किन आवश्यकता छ हामी संसारतिर फर्केका छौं होला धनतिर फर्केका छौं होला संसारको कुरातिर फर्केका छौं होला तर परमेश्वरले फेरि तपाई र हामीलाई बोलाउँदै हुनुहुन्छ फेरि तपाई र मलाई परमेश्वरले त्यही परमेश्वरको त्यही जीवित परमेश्वरको आराधना गर्न बोलाउँदै हुनुहुन्छ जसले तपाई र मलाई सृष्टि गर्नुभयो जसले तपाई र मलाई बनाउनु भयो यसै कारण प्रिय तपाई र मैले जतिले ख्रीष्टलाई पाएका छौं र ग्रहण गरेका छौं अब हामीले सत्य जानेका छौं यसै कारण बाइबलले भन्दछ त्यो कुराको वर्णन जाति जातिको बीचमा गर कसैलाई छुटाउने होइन सानो ठुलो जात छैन तर बाइबलले भन्दछ जाऊ र जाति जातिको बीचमा वर्णन गर किनकि हरेक जाति हरेक भाषा हरेक कुलका मानिस बाँच्नु आवश्यक छ यसै कारण सारा मानिसका बीचमा उहाँका असल कामहरूको वर्णन गर भजन संग्रह 96 अनि त्यसको 3 मा लेखिएको छ तल लेखिएको छ फेरि हामी जब हेर्छौं यसरी तल लेखेको हामी पाउँदछौं किन उहाँको प्रशंसा जाति जातिहरुको बीचमा गर्ने भजन संग्रह 96 अनि त्यसको 4 मा लेखेको छ सारा देवताहरू भन्दा बढी उहाँकै डर राख्नु पर्दछ किन उहाँको डर सबै देवी देवताहरू भन्दा बढी राख्नु पर्ने किनकि भजन संग्रह 96 को 4 मा त लेखिएको छ अरु देवी देवताहरूको भन्दा डर चाहिँ बढी चाहिँ परमप्रभु परमेश्वरको राख्नु पर्दछ किन राख्ने किनकि बाइबल यसरी एन्सर दिँदछ भजन संग्रह 96 अनि त्यसको 5 मा लेखिएको छ किनकि मानिसहरूका सारा देवी देवताहरू केवल मूर्ति मात्रै हुन् बाइबलले भन्दछ मानिसहरूले मानिराखेका सारा देवी देवता केवल मूर्ति मात्रै हुन् भनेको त्यहाँ छैन त्यहाँ भगवान छैन ती देवी छैन त्यो देवता छैन अनि त्यो कुराहरू केवल मूर्ति मात्रै हुन् यसैकारण बाइबलले भन्दछ परमप्रभुको सबैभन्दा बढी डर राख्नु आवश्यकता छ उहाँ जीवित हुनुहुन्छ उहाँले साँच्चै यो संसारलाई बनाउनु भयो तपाईं र मेरो पुर्खालाई बनाउनु भयो अनि बाइबलले भन्दछ आमाको गर्भमा आउन अघि तपाईं र मलाई पनि उहाँले नै रच्नु भयो हामी कसरी जन्म्यौं प्रियहरू तपाईलाई थाहा छ बाइबलले भन्दछ परमप्रभुले आमाको गर्भमा हुँदा नै तपाईं र मलाई रच्नु भयो जसको कारण तपाईं र म आज यहाँ जीवित छौं जसको कारण तपाईं र हामी जिउँदै छौं यसैकारण बाइबलले भन्दछ त्यो जीवित परमेश्वर जसले तपाईं र मलाई बनाउनु भयो उहाँको डर राख्नु आवश्यक छ किनकि उहाँ जीवित हुनुहुन्छ यसैकारण बाइबलले त स्पष्ट गरी लेखेको छ किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँ तपाईं र मलाई बोलाउँदै हुनुहुन्छ ताकि तपाईं र हामीले त्यो सत्य परमेश्वरलाई चिनौं ताकि तपाईं र मैले सत्य परमेश्वरलाई ग्रहण गरौं ताकि उहाँको डर राखौं सबै कुरा भन्दा बढी डर उहाँको राखौं किनकि उहाँ जीवित हुनुहुन्छ किनकि अरु सारा देवी देवताहरू केवल मूर्ति मात्रै हुन् त्यहाँ सत्यता छैन तर बाइबलले स्पष्ट गर्दछ परमप्रभुले त स्वर्ग र पृथ्वी सृजनु भयो भजन संग्रह 96 अनि त्यसको 5 मा लेखिएको छ
हाम्रो परमेश्वर जीवित हुनुहुन्छ, जसले सारा संसारलाई सृष्टि गर्नुभयो, स्वर्ग अनि पृथ्वी सबै यहाँ भएका सबै कुरालाई सृष्टि गर्नुभयो, अनि उहाँ जीवित परमेश्वर हुनुहुन्छ। अनि उहाँको डर तपाईँ र मैले राख्नु आवश्यकता छ, किनकि उहाँ जीवित हुनुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। तपाईलाई थाहा छ, तपाईँ र हामीले त जीवित परमेश्वरलाई पाएका छौँ, ग्रहण गरेका छौँ। बडो आनन्दको कुरो होला। तपाईँ र हामीसँग आज असल असल कुरा छैन होला, असल असल कुरा खाने लाउने पिउने जुन अरू मानिसहरूमा तपाईँ देख्नुहुन्छ। तपाईँ भन्नुहुन्छ ती मानिसको कति राम्रो गाडी, कति राम्रो घर, तपाईँसँग छैन होला प्रिय त्यो कुरा। आज त्यो कुरा मसँग पनि छैन होला, तर प्रिय तपाईँ र मैले त जीवित परमेश्वरलाई पाएका छौँ, जीवित परमेश्वरलाई चिनेका छौँ, जीवित परमेश्वरलाई ग्रहण गरेका छौँ। हामी बडो धन्यका मानिसहरू हौँ प्रिय। हामीले त सत्य परमेश्वरलाई पायौँ होला। त्यो हामी सकिजाने धन पाएनौँ, सकिजाने गाडी पाएनौँ र घर पाएनौँ होला, तर तपाईँ र मैले जीवित परमेश्वर पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कुनै मानिसले असल कुरा पाउनु भन्दा अघि, कुनै मानिसले असल गाडी र असल घर, असल परिवार पाउनु अघि असल कुरा, सत्य कुरा जान्नु आवश्यकता छ। कसले मलाई सृष्टि गर्नुभयो, किन म यहाँ छु र म कहाँ जाँदैछु? यो प्रश्न तपाईँ र मैले आफ्नो जीवनमा गर्नु आवश्यकता छ। यो प्रश्नहरू गर्दै गर्दै यो सबै प्रश्नको उत्तर केवल बाइबलले बताउँदछ, केवल बाइबलले दिँदछ। किन परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभयो, किन तपाईँ र म यो संसारमा छौँ र तपाईँ र हामी कहाँ जाँदैछौँ, कहाँ जानेछौँ मृत्युपछि। हामीलाई केवल यति मात्रै थाहा छ, हामी माटोमा मिल्नेछौँ। हामीलाई यति मात्रै थाहा छ, हामी माटोमा सीमित हुन्छौँ। तर बाइबलले त्यो कुरा दिँदैन प्रिय। बाइबलले भन्दैछ तपाईँ र म सृष्टि भएको उहाँको महिमाको निम्ति। तपाईँ र हामी यहाँ छौँ उहाँको महिमाको निम्ति। तपाईँ र हामी यस ठाउँबाट जानेछौँ उहाँको महिमाको निम्ति। यसै कारण ख्रीष्ट येशूले यूहन्ना 14 अध्यायमा भन्नुभयो, म गइराखेको छु। ख्रीष्ट येशू मर्नुभयो र उहाँलाई गाडियो र तेस्रो दिनमा उहाँ फेरि जीवित भई उठ्नु भयो। ती मानिसहरूले देखे, जो मानिसहरूले उहाँलाई क्रुसमा झुन्डाए, ती मानिसहरूले उहाँलाई जीवित देखे। जो मानिसहरूले उहाँलाई गाडे, ती मानिसहरू जसले उहाँलाई च्यानमा खोज्न गए, उहाँलाई जीवितै भेटाए, किनकि ख्रीष्ट येशू मरेपछि जीवित हुनुभयो। फिर यो एउटा एन्सर हो कि ख्रीष्ट येशू साँच्चै परमेश्वर हुनुहुन्छ, जो मरेकोबाट जीवित हुनुभयो। अनि यदि हाम्रो ख्रीष्ट जीवित हुनुभयो भने हामी पनि एक दिन जीवित हुन्छौँ। ख्रीष्ट येशू जीवित हुनुभयो। अनि यूहन्ना 14 अध्यायमा हामी पाउँछौँ ख्रीष्ट येशूले भन्नुभयो, म गइराखेको छु। चेलाहरूको मन खल्लो भयो, हाम्रो गुरुज्यू जाँदै हुनुहुन्छ। तर येशू प्रभुले भन्नुभयो, म गएँ भने म फेरि त्यस ठाउँमा गएर तिमीहरूको निम्ति घरहरू तयारी पार्नेछु। म तिमीहरूको निम्ति ठाउँहरू, कोठाहरू तयारी पार्नेछु र म फेरि तिमीहरूलाई लिनलाई आउनेछु। ख्रीष्ट येशू जानुभएको मात्रै होइन रहेछ प्रियहरू, ख्रीष्ट येशू त आउनु हुनेछ। ख्रीष्ट येशूको प्रतिज्ञा चाहिँ जानुभएको मात्रै होइन, उहाँ चाहिँ आउनु हुनेछ। अनि हामी चाहिँ उहाँको प्रतिज्ञामा हामी रहेका छौँ। ख्रीष्ट येशू साँच्चै एक दिन आउनु हुनेछ, जसलाई हामीले हाम्रो पिता, हाम्रो प्रभु र हाम्रो सृष्टिकर्ता भनेर ग्रहण गरेका छौँ। प्रकाशको पुस्तकमा लेखेको छ, त्यस दिन मरेकाहरू उठ्नेछ, मरेकाहरू जाग्नेछ अनि ख्रीष्टलाई देख्नेछ। ख्रीष्टलाई तिनीहरूले हेर्नेछ अनि ख्रीष्टले तिनीहरूलाई न्याय गर्नुहुनेछ। किनकि धेरै आज ख्रीष्टलाई ग्रहण गर्न चाहेन, उहाँलाई ख्रीष्टलाई एक्सेप्ट गर्न चाहेन। अनि बाइबलले भन्दछ ख्रीष्ट येशू त आउनुहुनेछ, ख्रीष्ट येशूले त न्याय गर्नुहुनेछ। चाहे तपाईँ र मैले ग्रहण गरौँ र नगरौँ, ख्रीष्ट येशू आउनुहुनेछ। जसरी ख्रीष्ट येशू जानुभयो, ख्रीष्ट येशू एक दिन उसै गरी आउनुहुनेछ। चाहे तपाईँ हामीले इन्कार गरौँ चाहे स्वीकार गरौँ, ख्रीष्ट येशू आउनुहुनेछ। यदि त्यस दिन तपाईँले ख्रीष्ट येशूलाई ग्रहण गर्नुभएको छ, यदि आजै तपाईँले ख्रीष्ट येशूलाई मेरो प्रभु र मेरो मुक्तिदाता भन्ने ग्रहण गर्नुभएको छ भने त्यो दिन बडो आनन्दको दिन हुनेछ। जुन दिन हामीले ग्रहण गरेका प्रभुलाई हाम्रो आँखाको सामने देख्नेछौँ। अनि उहाँ तपाईँ र मेरो अघि उभिनुहुनेछ, जसले हाम्रो उद्धार गर्नुभयो र हाम्रो उद्धार गरिकन सिद्ध्याउनु भयो, जसले हामी पापी छन् हाम्रो निम्ति मर्नुभयो। रोमीको 5 अध्याय अनि त्यसको 8 पदमा लेखेको छ, परमेश्वरले हामी तर्फको उहाँको आफ्नो प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो।
हामी पापी छँदा ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। किन ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो? हामी त पापी थियौं, हामीले त केही पनि त्यस्तो कुरा गरेका थिएनौं जसको कारण ख्रीष्ट आउनु पर्थ्यो र हाम्रो निम्ति मर्नु पर्थ्यो। हामी त त्यागिने योग्यको, फालिने योग्यको, मरिने योग्यको मान्छेहरू। तर बाइबलले भन्दछ ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो जब हामी पापमा थियौं, जब हामी नसुधे थियौं। अनि तपाईँ ख्रीष्ट अर्थात् परमेश्वरले उहाँको प्रेम हामी तर्फ देखाउनु भयो अनि त्यो प्रेम चाहिँ ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। ख्रीष्ट साँच्चै हाम्रो निम्ति मर्नुभयो जसको कारण हामीले उद्धार पाएका छौं, मुक्ति पाएका छौं। यसैकारण बाइबलले के भन्दछ भन्दा रोमी 6 अध्याय त्यसको 23 मा लेखेको छ, किनकि पापको जाला मृत्यु हो। यसको मतलब तपाईँ र हामी पापी थियौं अनि त्यसको जाला चाहिँ हामी मर्नु पर्ने थियो, हामी नष्ट हुने थियौं। तर बाइबलले एउटा कुरा भन्दछ, परमेश्वरको अनुग्रहको वरदान हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। तर परमेश्वरको अनुग्रहको वरदान, प्रेमको वरदान, तपाईँ र मलाई सृष्टि गर्नुहुने परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुभएको कारण तपाईँ र मलाई त्याग्न चाहनु भएन, मृत्युमा हाल्न चाहनु भएन, अनन्त मृत्युमा उहाँले पठाउन चाहनु भएन। तर उहाँले आफै आउन रुचाउनु भयो, तपाईँ र मलाई बचाउनलाई यस संसारमा आउनुभयो र तपाईँ र मेरो निम्ति मर्नुभयो, तपाईँ र मेरो निम्ति क्रुसमा चढ्नुभयो, तपाईँ र मेरो निम्ति फेरि उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभयो र उहाँ भन्नुहुन्छ म गइराखेको छु। यूहन्ना 14 भन्नुभयो ख्रीष्टले म गइराखेको छु, म गए भने तिमीहरूका निम्ति ठाउँहरू तयार पार्नेछु र म फेरि तिमीहरूलाई लिन आउनेछु। यस साँच्चै ख्रीष्ट येशू एक दिन हामीलाई लिन आउनुहुनेछ अनि त्यस दिनसम्म हामीले ख्रीष्ट येशूलाई तपाईँ मेरो प्रभु अनि मुक्तिदाता भनेर ग्रहण गर्नु आवश्यकता छ भनेर रोमीको पुस्तकमा लेखेको छ। किनकि हाम्रो उद्धार चाहिँ तपाईँ र मेरो धार्मिकताद्वारा होइन, किनकि हामी सबै पापी छौं। तर हाम्रो उद्धार चाहिँ केवल ख्रीष्ट येशू सृष्टिकर्ताले सित्तैमा गरिदिनु भएको छ अनि तपाईँ हामी जतिजना आज तयार छौं ख्रीष्ट येशू धन्यवाद तपाईँ मेरो निम्ति मर्नुभयो भन्नलाई, हामी जतिजना तयार छौं ख्रीष्ट येशू म तपाईलाई स्वीकार गर्छु मेरो उद्धारकर्ताको रूपमा, सृष्टिकर्ताको रूपमा, धन्यवाद तपाईँ मेरो निम्ति मर्नुभयो। साँच्चै आज जतिजनाले साँच्चै यही हृदयले स्वीकार गर्न तयारी हुनुहुन्छ ख्रीष्ट तपाईको नजिक हुनुहुन्छ। ख्रीष्टले तपाईलाई त्यो शान्ति, त्यो उद्धारको आनन्द फर्काउनु हुनेछ। तपाईँ कष्टमा पनि आनन्द गर्न सक्नुहुनेछ, तपाईँ दुःखमा पनि आशा गर्न सक्नुहुनेछ। ख्रीष्ट मेरो निम्ति आउँदै हुनुहुन्छ, ख्रीष्ट एक दिन आउनुहुनेछ, ख्रीष्ट एक दिन आउनुहुनेछ अनि हामी अधर्मी पापीलाई पनि उहाँले त्यो अनन्त जीवन जो हामी योग्यको थिएनौं तर ख्रीष्ट आफैले नै उहाँको धार्मिकताको कारणले गर्दाखेरि हामीलाई लानुहुनेछ। साँच्चै बाइबलले कारण भन्दछ भजन संग्रहमा उहाँको अनुग्रहको, उहाँको कृपाको प्रचार गर्नु बडो आनन्दको कुरा हो, किनकि उहाँले साँच्चै हाम्रो निम्ति महान काम गर्नुभएको छ, जुन काम तपाईँ र मेरो उद्धारको निम्ति हो अनि जसद्वारा तपाईँ र हामी सित्तैमा धर्मी ठहरिएका छौं। अनि यो कुरा लिएर प्रिय तपाईँ हामी चुप लाग्ने होइन अनि बाइबलले भन्दछ यो कुरा चाहिँ अरूलाई सुनाउने, अरूलाई भन्ने, अरूकोमा जाने अनि यो कुरा भन्ने, सुन्यो नसिन हामीले सुनाउने, किनकि त्यो सत्यता प्रिय हामीले लुकाइराख्नु हुँदैन ताकि त्यस दिन सबैले भन्न सकोस् मैले ख्रीष्टको राज्यको सुसमाचार मैले सुनाएको छु, ताकि त्यस दिन अरू मानिसले भन्न सकोस् कि मैले सुनेर पनि मैले ग्रहण गरिन, यसो नहोस् मैले सुन्न पाइन, कोही पनि आएन, मेरो छिमेकी नै थियो। र त्यस दिन धेरैले भन्न सकोस् कि मेरै अटेरीको कारण धेरैजनाले आज ग्रहण गर्नुपर्नेछ। तर प्रियहरू हामी प्रार्थना नै गरिदिन्छौँ उनीहरूका लागि ताकि परमेश्वरले उनीहरूको हृदयलाई खोलिदिउन्। साँच्चै प्रिय यो कुरा धेरै आवश्यकता छ। यो बेलुकी तपाईँ जतिजनाले पनि वचन सुन्दै हुनुहुन्छ साँच्चै तपाईँ र हामीले प्रार्थना गर्नु आवश्यकता छ, तपाईँ मेरो छिमेकीको लागि, साथीभाइहरूको लागि र आफन्तका लागि।
सँगसँगै तपाईँ मैले प्रार्थना गर्दै गर्दै यो निर्णय लिन आवश्यक रहेछ। आजदेखि अहिलेदेखि म आफै पनि मेरो व्यवहारले हुन्छ, मेरो बोलीले हुन्छ, चाहे मेरो कर्मले हुन्छ, म ख्रीष्टको प्रचार गर्नेछु। अनि तपाईँले मेरो बोलीले, कामले, कर्मले मात्रै होइन प्रियहरू, तपाईँ मलाई पहिलो कुरो परमेश्वरले मुख दिनुभएको छ। अनि मुख चाहिँ तपाईँ र म परमप्रभुको सत्यताको वर्णन गर्न सकौं, उहाँलाई प्रशंसा दिन सकौं। अनि त्यो प्रशंसा चाहिँ तपाईँ र मैले अरू मानिसलाई त्यो सत्यता सुनाउँदै गर्दा हुँदछ। ताकि यो बेलुकी निर्णय लिनुहोस्, ताकि तपाईँ हरेक समय हरेक पल जहाँ पनि जानुहुनेछ तपाईँले त्यो सत्यता घोषणा गर्नुहुनेछ। तपाईँ आफ्नो साथीभाइहरूसँग हुँदा पनि, तपाईँ काम गर्दै गर्दा पनि, तपाईँ साथीभाइहरूसँग बोल्दै गर्दा पनि त्यो सत्यतालाई तपाईँले ती साथीभाइहरूलाई सुनाउने प्रयास गर्नुहोस्, ताकि कोही पनि नाश नहोस् तर प्रत्येकले जीवन पाओस्। यसै कारण भजन सङ्ग्रहमा भन्दछ, बिहानै उहाँको प्रशंसाको प्रचार गर्न, उहाँको अनुग्रहको प्रचार गर्न र हरेक रात उहाँको महानताको वर्णन गर्न अति महत्त्वपूर्ण छ। हरेक रात हरेक बिहान तपाईँ र मैले त्यो सत्यताको प्रचार गर्न आवश्यक छ। साँच्चै प्रिय यो बेलुकी तपाईँ हामीले कतिजनाले निर्णय लिनुपर्ने कुरा छ। तपाईँ र हामीले कतिले निर्णय लिनुपर्छ होला, हाम्रो जीवनमा कहिले पनि प्रचार गरेका छैनौँ होला। अनि तपाईँ र हामीले आफ्नो मुखलाई बन्द गरेर राखेका छौँ होला, जसको कारण तपाईँ र मेरो मित्रहरूलाई थाहा छैन त्यो सत्यता, थाहा छैन तपाईँ र मेरो मित्रतालाई कसले हामीलाई सृष्टि गर्नुभयो, किन हामी यहाँ छौँ र हामी कहाँ जान्छौँ हामीलाई थाहा छैन। हामी बिना एन्सर डुलिराखेका छौँ, घुमिराखेका छौँ। अनि धेरैले केवल यो संसारलाई नै उनीहरू स्वर्ग सम्झन्छन् अनि उनीहरू भन्छन् हामी संसारमा केवल थोरै दिन बाँच्छौँ अनि त्यो दिनजलमा आनन्द गर्नुपर्छ, मजा गर्नुपर्छ, खानुपर्छ, लाउनुपर्छ। अनि उनीहरूलाई थाहा छैन हाम्रो सृष्टिकर्ताले त त्यहाँ अनन्तको जग्गा राखिदिनु भएको छ। तर धेरैलाई आज थाहा छैन, यसै कारणले गर्दाखेरि उनीहरू संसारलाई नै उनीहरू मजा गर्छन्, आनन्द गर्छन्, यही नै गर्ने नगर्ने सबै गर्छन्। तर बाइबलले भन्दछ त्यहाँ अनन्त जीवन परमेश्वरले राखिदिनु भएको छ, जसले तपाईँ र मलाई बनाउनु भयो। उहाँले त्यो अनन्तको जग्गा पनि बनाउनु भएको छ, अनन्तको ठाउँ बनाउनु भएको छ, जहाँ हामी एक दिन जानेछौँ जब ख्रीष्ट येशू तपाईँ र हामीलाई लिन आउनुहुनेछ। प्रभु साँच्चै यो बेलुकी तपाईँ र मैले निर्णय लिनु पर्दछ, प्रभु मलाई त्यो हृदयहरू दिनुहोस्, ताकि मैले त्यो सत्यताको प्रचार वर्णन मेरा मानिसहरूमा, मेरो साथीभाइहरूमा गर्न सकौँ। धेरै हाम्रा साथीभाइहरू छन् प्रभु जसलाई हामीले सुनाउनु परेको छ, धेरै हाम्रा मित्रहरू छन् जसले तपाईँलाई चिनेका छैनन्, ग्रहण गरेका छैनन्। प्रभु साथै ती मानिसहरूमा मैले तपाईँको सत्यता पुर्याउन सकूँ। निर्णय लिनुहोस् यो बेलुकी, ताकि तपाईँको साथीभाइहरू पनि बाँच्न सकोस्, तपाईँको छिमेकीहरू पनि ख्रीष्टमा बाँच्न सकुन्, त्यो सिद्धको उद्धारलाई पाउन सकुन्। यो बेलुकी निर्णय लिनुहोस् कि म त्यो सत्यतालाई सुनाउनेछु र त्यो सत्यतालाई मानिसहरूको बिचमा म घोषणा गर्नेछु, ताकि त्यो सत्यता उनीहरूले जान्नेछ र त्यो सत्यतामा उनीहरूले मन पर्काउनेछ। बडो आनन्दित छु यहाँहरू बेलुकी, यो बेलुकीको समय प्रभुको वचन सुन्नुभयो र म विश्वास गर्दछु यहाँहरू बडो आनन्दित र आशिषित हुनुहुन्छ। जतिजनाले यहाँहरूले प्रभुलाई ग्रहण गर्नुभएको छैन र विश्वास गर्नुभएको छैन, यदि तपाईँ अझै प्रभुको बारेमा सुन्न चाहनुहुन्छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। म तपाईलाई केही कुरा बताउन चाहन्छु, म तपाईलाई शेयर गर्न चाहन्छु, ताकि त्यो सत्यता जुन मैले पाएँ अनि त्यो कुरालाई मैले ग्रहण गरेँ, केवल यो बाइबल भित्र मात्र मैले पढेको होइन, त्यो कुरालाई मैले अनुभव गरेँ, त्यो शान्ति, त्यो उद्धार अनि मुक्ति मैले अनुभव गरेको छु। मैले त्यो शान्तिलाई मैले पाएको छु, मैले त्यो आनन्दलाई पाएको छु। यो संसारको कष्टमा पनि, दुःख गर्दै गर्दा पनि, पीडा गर्दै गर्दा पनि ती सबै कुराको बीचमा मैले त्यो शान्तिलाई भेटाएको छु। यसै कारण म त्यो शान्तिको र त्यो सत्यताको म गवाही बन्दछु। प्रभु साँच्चै त्यो कुरा तपाईलाई पनि प्रभुले दिन चाहनुहुन्छ। प्रभुले पनि तपाईलाई त्यो कुराको निम्ति बोलाउँदै हुनुहुन्छ। प्रभुले तपाईलाई त्यो कुराको निम्ति बोलाउन चाहनुहुन्छ। प्रभु के तपाईँ तयारी हुनुहुन्छ? साँच्चै ख्रीष्टमा भएको जीवन ख्रीष्टले तपाईलाई दिन चाहनुहुन्छ। यदि तपाईँ आज बेलुकी तयार हुनुहुन्छ भने ख्रीष्ट तपाईको नजिक हुनुहुन्छ। उहाँले तपाईलाई त्यो शान्ति दिन सक्नुहुन्छ, उहाँले तपाईलाई त्यो उद्धार दिन सक्नुहुन्छ, अनन्तको उद्धार तपाईलाई दिन सक्नुहुन्छ।
ख्रिस्टको नजिक जानुहोस्, प्रार्थना गर्नुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ, कष्टमा हुनुहुन्छ भने ख्रिस्टको नजिक जानुहोस्, प्रार्थना गर्नुहोस्। ख्रिस्टले तपाईँलाई उत्तर दिनुहुनेछ र तपाईँले आफ्नो जीवनमा शान्ति भेटाउनुहुनेछ। तपाईँ भित्र भएका कष्टहरू, तपाईँ भित्र भएका पीडाहरू उहाँलाई सुनाउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ भने पनि तपाईँ पहिलो कुरो त्यो सत्यता के रहेछ भन्ने कुरा खोज्नुहोस्। मलाई लाग्छ हाम्रो आज संसारमा धेरै प्रकारको बिरामी छ। हस्पिटलहरू खोलिराखेको छ, दिनमा सयौं हस्पिटलहरू खोलिराखेका छ, डाक्टरहरू आइराखेका छन्, डाक्टरहरू कति धेरै बढिराखेका छन्, अनि सँगसँगै बिरामीहरू पनि बढिराखेका छन्। प्रशस्त संसार आज बिरामीले भरिराखेका छ, हस्पिटलले भरिराखेका छ। तपाईँ के भन्नुहुन्छ? मलाई त लाग्छ त्योभन्दा ठुलो बिरामी यदि तपाईँ र मैले ख्रिस्टलाई चिनेनौँ र पाएनौँ भने त्यो ठुलो बिरामी हो। संसार त केही छिनको निम्ति हो, हामी जान्छौँ, हामी मर्छौँ यहाँबाट, किनकि परमेश्वरले नै भन्नुभयो। उहाँले आदम र हव्वालाई भन्नुभयो तिमीहरू माटोबाट बन्यो, तिमीहरू माटोमै मिल्नु पर्छ। यो शरीर त हामी माटोमै मिल्छौँ। यसै कारण यो शरीरमा त हामी बिरामी भयो भने पनि, कष्ट भयो भने पनि, भएन भने पनि समय तोके अनुसार हामी जानु पर्दछ। तर त्यो अनन्त जीवन, जो जीवन परमेश्वरले तपाईँ र मलाई दिन चाहनुहुन्छ, अनि त्यो कुरा चाहिँ यो संसार जस्तो होइन प्रियहरू। संसारमा त म निको भयो, हामी निको भयो भने केवल 80 वर्ष हो, त्यहाँबाट धेरै हामी सँगै हुन सक्दैनौँ। चाहेर पनि नचाहेर पनि हामी बिदा हुनु पर्दछ। तर त्यो अनन्तको जग्गा जो परमेश्वरले तपाईँ र हाम्रो लागि राखिदिनु भएको छ, अनि त्यहाँ चाहिँ हामी अनन्तको निम्ति जानेछौँ। अनि बाइबलले भन्दछ, प्रकाशको पुस्तकमा लेखेको छ, त्यहाँ रुवाबासी छैन, पीडा छैन, त्यहाँ दुःख छैन, अनि कष्ट छैन। तर परमेश्वरले तपाईँ मेरो आँखाको आँसुलाई पुछिदिनु हुनेछ र त्यो अनन्तको जग्गामा तपाईँ र मलाई उहाँले स्वीकार गर्नुहुनेछ। हामी कति धन्यका जातिहरू हौँ जसलाई परमेश्वरले बोलाउनु भएको छ। हामी धन्यका जातिहरू जसले परमेश्वरको आवाजलाई सुनेका छौँ, र ती मानिसहरू अझै धन्यको हुन् जसले सुनेका मात्रै होइनन्, तर त्यस कुरालाई अझै खोजी गरेका छन् र बुझेका छन् र ती कुरामा ग्रहण गरेका छन्, ती कुरालाई विश्वास गरेका छन्। आज हामी आनन्दमा छौँ, आज हामी खुसीमा छौँ, किनकि हामीले साँच्चै त्यो सत्यतालाई पाएका छौँ। प्रभुले आजको वचनबाट र यो समयबाट यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हुन्छ। थ्याङ्क यू।